नमस्कार सम्पूर्णमा। आज हामी 2082 साल पुसको 9 गते गोरखापत्रमा प्रकाशित हाम्रो वस्तुगत प्रश्नहरूको सङ्गालो लिएर आएका छौँ। हामीसँग प्रश्न नम्बर 1 मा छ, सन् 2025 डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन्? यसको उत्तर छ पुरुषतर्फ हुन् ओस्मान डेम्बेले, जुन फ्रान्सका खेलाडी हुन् र पिएसजीका लागि पनि खेल्ने गर्दछन्। र महिलातर्फ छन् तपाईँको आइताना बोनमती, स्पेन बार्सिलोनाका लागि खेल्ने गर्दछिन्। र यसै गरी स्पेनकी आइताना बोनमतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी हुन्। द बेस्ट फिफा अवार्ड 2025 जितेकी हुन्। उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ छन् लुइस एन्ड्रिक पिएसजीका, र उत्कृष्ट प्रशिक्षकतर्फ महिला प्रशिक्षकतर्फ छिन् सरिना बिगम्यान इङ्ल्यान्डकी हुन्। उत्कृष्ट गोलरक्षकतर्फ पुरुषमा छन् जियान लुइजी डोनारुम्बा, र उत्कृष्ट गोलरक्षकतर्फ महिलातर्फ छिन् हान्ना ह्याम्पटन। र यसै गरी फिफा पुस्कास अवार्ड जित्न सफल भएका छन् सान्टियागो मोन्टिएल, र फिफा मार्टा अवार्ड जित्न सफल भएका छन् लिजबेथ ओभाले। त्यसै गरी फिफा फ्यान अवार्ड जित्न भएका छन् फ्यान अफ जाखो एससी। त्यसै गरी फिफा फेयर प्ले अवार्ड जित्न भएका छन् डाक्टर हालार्स न्युकिङ र एसएसबी जहान रेगेन्सबर्ग। यसै गरी प्रश्न नम्बर 2 छ हामीसँग। प्रश्न नम्बर 2 मा लेखिएको छ, पछिल्लो समय फेला पारिएको काजिन सारा अर्थात् सिङसार ताल कुन जिल्लामा अवस्थित छ? र यसको उत्तर रहेको छ मनाङ चामे गाउँपालिका 4 मा हाम्रो के छ त भन्दाखेरि सिङ्गर ताल र अवस्थित छ। र पछिल्लो समय फेला परेको काजिन सारा अर्थात् सिङ्गर ताल भनेर चिन्ने गरिन्छ। कहाँ छ त यो? मनाङ जिल्लामा छ। काजिन सारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको। र ताल समुद्र सतहभन्दा 5200 मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ है। र त्यसै गरी सो तालको क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी छ, र उक्त क्षेत्रलाई स्थानीयद्वारा सिङ्गर खर्क भनिने हुँदा सो ताललाई सिङ्गर ताल नामले चिनिने गरिन्छ। तपाईँले सिङ्गर ताल भनेर दिमागमा माइन्डमा क्याप्चर गरेर राख्न सक्नुपर्ने हुन्छ। अग्लो स्थानमा रहेको ताल 5200 मिटरमा। त्यसै गरी हाल विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल 4919 मिटर भन्दा काजिन सारा ताल करिब 300 मिटर माथि रहेको प्रारम्भिक मापनले देखाएको छ। प्रश्न नम्बर 3 मा छ, विश्व भोकमरी सूचाङ्क ग्लोबल हङ्गर इन्डेक्स GHI 2025 मा नेपाल कतिौँ स्थानमा रहेको छ? र यसको उत्तर छ नेपाल 72औँ स्थानमा रहेको छ। र यसै गरी सन् 2024 मा 123 राष्ट्रमध्ये 68औँ स्थानमा थियो भने यसपालि 4 स्थान खस्किएर 72औँ स्थानमा झरेको छ। यस वर्षलाई नेपालको GHI अङ्क 14.4 रहेको छ। यसले मध्य खालको भोकमरीको स्थिति देखाउने प्रतिवेदन उल्लेख गरिएको छ। यसै गरी हामीलाई अब के छ त भन्दाखेरि भित्रको कुरा खासै पढ्नुपर्ने हुँदैन, हामीले 72औँ स्थानमा रहेको छ भनेर जान्दा समेत हुन्छ। र त्यसै गरी प्रश्न नम्बर 4 मा छ, फिफा अरब कप 2025 को उपाधि विजेता टोली कुन हो भनेर हामीलाई क्वेसनमा सोधेको छ। यसको उत्तर मोरक्को र उपविजेता हो जोर्डन। सञ्चालन मिति कहिले थियो त भन्दा 2025 एडी सन् 2025 डिसेम्बर 1 देखि 18 सम्म चलेको थियो। र यसको आयोजक राष्ट्र कतार थियो र सहभागी राष्ट्रहरू फिफा अरब कपमा 16 राष्ट्र सहभागी थिए। र डिसेम्बर 18 मा रहेको फाइनल खेलमा मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा 3-2 ले पराजित गर्दै उपाधि जितेको छ। खेल अत्यतिर
खेल अत्यतिर मोरक्कोको लागि अब्दे राजक हमदल्लाह नायक बने। उनले 88औं मिनेटमा गोल गर्दै 2-2 को बराबरी पुर्याएर खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको 100औं मिनेटमा हमदल्लाहले फेरि गोल गर्दै मोरक्कोलाई 3-2 को जित दिलाए। यस जितसँगै मोरक्कोले आफ्नो 5औं सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जित्न सफल भएको छ। यस अघि मोरक्कोले सन् 2012मा यो उपाधि जितेको थियो। प्रश्न नम्बर 5 मा छ, हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न सफल धनाढ्य को हुन्? र यसको उत्तर छ, हामी सबैलाई थाहा नै छ, एलन मस्क। टेस्ला र स्पेस एक्स का मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनले रकेट कम्पनी स्पेस एक्सको बजार मूल्याङ्कनमा भएको भारी वृद्धिसँगै मस्क 600 अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका हुन्। फोर्ब्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैको पनि सम्पत्ति 500 अरब डलरको सिमाना आएको थिएन। मस्कले 600 अरब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका छन्। प्रश्न नम्बर 6 मा छ, चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो? र यसको उत्तर के हो त भन्दा बुमी भन्ने रोबोट एकदमै विश्वकै के हो त सबैभन्दा सस्तो ह्युमानोइड रोबोट हो है। र त्यसै गरी प्रश्न 7 मा छ, कृषि गणना 2078 अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो? यसको उत्तर छ कोशी प्रदेश, छापामा सबैभन्दा धेरै कृषक भएको प्रदेश हो। र त्यसै गरी हामीसँग प्रश्न नम्बर हामी 8 मा छौँ, हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो? यसको उत्तर छ सुपरम्यासिभ ब्ल्याक होल। यसको उत्तर के हो त सुपरम्यासिभ ब्ल्याक होल है। र यसको बारेमा पढ्नुपर्दा सूर्यभन्दा 3 करोड गुणा ठुलो सुपरम्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको छ। यसै गरी नै यसको भित्रको बारेमा पढ्नु छ भने हजुरले आफैले पढ्न सक्नुहुनेछ। हामीलाई त्यति भित्री ज्ञान नलेज डेप्थमा लिनुपर्ने अहिले आवश्यक देखिँदैन। एसिसी अन्डर 19 एसिया कपको उपाधि कुन राष्ट्रले जितेको छ? यसको उत्तर हो पाकिस्तानले भारतलाई हराउँदै जितेको हो। र यसमा सहभागी राष्ट्र 8 थिए र सेमिफाइनल पुग्ने राष्ट्र भनेका भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशै थिए। र तपाईँको के हो त यसमा सर्वाधिक रन बनाउने प्लेयरको नाममा चिनिने समीर मिन्हास पाकिस्तानका हुन्। 471 रन बनाएका छन् र सर्वाधिक विकेट लिने भारतका दिपेश देवेन्द्रन रहेका छन्, 14 विकेट लिएका छन्। प्लेयर अफ द टुर्नामेन्ट भएका छन् समीर मिन्हास पाकिस्तानका र प्लेयर अफ द म्याच भएका छन् समीर मिन्हास पाकिस्तानकै। प्रश्न नम्बर 10 मा छ, हुन त दुनियाँ दुःखले भरिएको छ, तर यसबाट मुक्ति पाउने कुराले भरिएको छ। यो भनाइ कसको हो? यहाँ थोरै मिस्टेक भएको हुनसक्छ। हुन त दुनियाँ दुःखले भरिएको छ, तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ। ठिक छ बयान। यस भनाइ कसको हो? हेलेन केलरको भनाइ हो यो। कानुनले तोके बाहेक कागजमा हुलाक टिकट टाँच्नै पर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो? विक्रमसम्म 2082 साल मङ्सिर 19 गते कानुनले तोके बाहेक हुलाक टिकट टाँच्नै पर्ने तपाईँको नियम हटाइएको छ। कहिले निर्णय भएको छ? 2082 मङ्सिर 29 गते। प्रश्न नम्बर 12 मा छ, राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम IFC बीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो? यसको उत्तर छ विक्रम सम्वत 82 मङ्सिरको 29 गते। हामीसँग मङ्सिरको 29 गते दुईवटा कुरा भएको छ। के त भन्दा हुलाक टिकट टाँच्ने व्यवस्था हटाइयो र अर्को के त भन्दाखेरि राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम IFC बीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी साझेदारी पत्रमा हस्ताक्षर भयो। कति त मङ्सिर 29 गते। र यसै गरी 16 वर्ष मुनिका बालबालिकालाई निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो? यसको उत्तर हो
अस्ट्रेलियाले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाएको छ र यसको लागू कहिले भएको थियो? जो सन् 2025 डिसेम्बर 10 लागू भएको छ। विश्व ध्यान दिवस कहिले मनाइन्छ त भन्दा डिसेम्बर 21 मा विश्व ध्यान दिवस मनाउने गरिन्छ र यसै गरी सन् 2025 दोस्रो को नारा के हो त? इनर पिस आउटर पिस वर्ल्ड पिस भन्ने नारा छ। नेपाली आदर्श वाक्य विश्व शान्ति र सद्भावका लागि ध्यान भनेर हाम्रो के छ त भन्दाखेरि नेपाली आदर्श वाक्य त्यसरी तोकिएको छ। सन् 2024 डिसेम्बर 8 तारिकमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर 21 तारिकलाई आधिकारिक रूपमा के हो त भन्दा विश्व ध्यान दिवस मान्यता दिएको छ। साफ महिला क्लब फुटबल च्याम्पियनसिप 2025 को उपाधि विजेता टोली कुन हो? इस्ट बङ्गाल क्लब के हो त? साफ महिला क्लब फुटबल च्याम्पियनसिप 2025 को उपाधि विजेता को हुन् त भन्दा इस्ट बङ्गाल क्लब हुन्। उपविजेता के हो त? एपिएफ नेपालको क्लब हो। आयोजना काठमाडौँमा भएको थियो र यसै गरी सहभागी टिम 5 जना थिए। पुरस्कार राशि कति थियो त? प्रथमलाई $10,000 र द्वितीयलाई $5,000 यसरी थियो। र प्रश्न नम्बर 16 मा छ टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्राउने प्रविधिलाई के भनिन्छ? यसको के हो त भन्दा टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्राउने प्रविधिलाई VoIP भोइस ओभर इन्टरनेट प्रोटोकल भन्ने गरिन्छ। र प्रश्न नम्बर 17 मा छ विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ? यसको उत्तर छ डिसेम्बर 10। विश्व मानव अधिकार दिवस भनेको तपाईँको वर्ल्ड ह्युमन राइट्स तपाईँको डे भनेर डिसेम्बर 10 लाई मनाउने गरिन्छ। 2025 को नारा थियो ह्युमन राइट्स आवर एभ्रिडे इसेन्सियल्स भनेर के त विश्व नारा छ। के हो त? ह्युमन राइट्स भनेको मानव अधिकार, आवर भनेको हाम्रो, एभ्रिडे भनेको हरेक दिन, इसेन्सियल भनेको आवश्यकता, मानिसको सधैँको आवश्यकता भनेर यसरी नारा बनाइएको थियो। यसरी नै हाम्रो के अन्त्य हुन्छ त भन्दाखेरि पुष महिनाको तपाईँको 9 गतेको गोर्खापत्रको बुधबारमा प्रकाशित वस्तुगत प्रश्न यही अन्त्य हुन्छ। यसरी नै हामी अर्को भिडियोमा पनि अवश्य आउनेछौँ। हस्त धन्यवाद। नमस्कार सम्पूर्णमा। आज हामी 2022